हेलो साथीहरू, गुड मर्निङ, नमस्ते सबैजनालाई। आज चाहिँ होली, मेरो तर्फबाट सबैजनालाई ह्याप्पी होली। आज चाहिँ हामी बुढाबुढी कहाँ जाँदैछौँ भने अन्तिमसम्म हेरेर साथ दिनु होला। मेरो बुढाले चाहिँ मलाई अस्ति नैदेखि भनिरहनु भएको थियो कि म चाहिँ तिमीलाई होलीको दिन चाहिँ छिम्केश्वरी मन्दिर घुम्नको लागि लैजान्छु है बुढी भनेर भन्नुभएको थियो। अनि आज चाहिँ मेरो बुढाको पनि छुट्टी थियो र हामी बुढाबुढी लाग्यौँ बोलेरोमा चढेर होइन। बाटो चाहिँ अलिकति अफ रोड पनि थियो अनि दायाहरू हुनुहुन्थ्यो, सबैजना रमाइलो गर्दै गयौँ होइन। दायाहरू नि सबैजना एकदमै रमाइलो गर्दै गए हामी सबैजना मिलेर होइन। जाँदै गर्दा बाटोमा चाहिँ के दृश्य देखेँ भने बाटो छेक्दो रहेछ होलीमा पनि। बाटो छेकेर चाहिँ पैसा तिर्नु पर्दो रहेछ, त्यो पनि शिवरात्रिको जस्तै कि मैले त फर्स्ट टाइम देखेँ। अनि त्यसपछि मेरो बुढाले चाहिँ मलाई आइसक्रिम किनेर दिनुभयो। अनि मैले चाहिँ मेरो बुढालाई खानु न बुढा भने अनि खुवाइदिएँ। त्यसपछि चाहिँ अनि मैले पनि खान थालेँ। अझै खाँदै गर्दै चाहिँ मैले मेरो बुढालाई के गफ गर्दै हिँडेँ भने आइसक्रिम चाहिँ खाए पनि बिलेरै जाने रे, नखाए पनि बिलेरै जाने रे होइन। त्यत्तिकै बिलेर जानुभन्दा त बुढो खाएरै मजाले न भनेर मेरो बुढासँग गफ गर्दै थिएँ कि मैले होइन। त्यसपछि आइसक्रिम खाइसकेपछि चाहिँ बाटो लागेँ माथि उकालोतिर अनि बुढासँग गफ गर्दै। आज चाहिँ बुढाबुढीलाई टाइम मिलेको अनि मजाले गफ गर्दै उकालो चढ्दै होइन। म चाहिँ धेरै वर्षपछि होइन यो उकालो चढेको भएर यस्तो मुटु फुट्ला जस्तो भयो, यति धेरै गाह्रो भएन होइन मलाई। अब हुन त हिँड्नु पर्दाखेरि जसलाई पनि गाह्रो हुन्छ होइन। अब त्यही पनि ठिकै छ, बुढाबुढी गफ गर्दै गयौँ। अनि बुढालाई चाहिँ मैले आउनु बुढा एउटा यसो त हजुर र मेरो सेल्फी खिच्नु गफ गर्दै जाँदा जाँदा कतिखेर माथि मन्दिरमा पनि पुगेछ थाहै भएन कि होइन। मन्दिर पुगेँ होइन, एकछिन यताउता दर्शन गरेँ। दर्शन गरेर भ्याएर चाहिँ हामी फेरि पारिपट्टि त बाटो क्रस गरेर फेरि पारिपट्टि गएर लाली गुराँसहरू भएको ठाउँमा गएर लाली गुराँस टिप्न थालेँ। मैले चाहिँ मेरो बुढालाई लाली गुराँस टिप्दिनँ बुढो भनेको, म त सक्दिनँ बुढी, तिमी आफै चढ्यो। अनि नेपालमा आफै चढेर लाली गुराँस टिप्न थालेँ होइन। लाली गुराँस टिपेर झरेर चाहिँ मेरो बुढा र म मिलेर चाहिँ के त फोटो खिच्न थालेँ, भिडियो बनाउन थालेँ। हिँड्दा चाहिँ एकदमै भोक लागिरहेको थियो। अनि पारिपट्टि गएर अनि त्यसपछि बुढाबुढी टक्क लाएर मिलेर खाजा खान थालेँ। अनि त्यसपछि खाजा चाहिँ फेरि के खाएँ भने आइसक्रिम खाएँ सुरुमा। आइसक्रिम चाहिँ फेरि मेरो फेभरेट हो कि। अनि त्यसपछि मैले खाएर भएपछि मैले मेरो बुढाले नि हजुर पनि खानुहोस् न बुढो भने। अनि त्यसपछि आइसक्रिम खाएर चाहिँ के त पौरोटी केकवाला सायद केकवाला पौरोटी खान थालेँ। अनि त्यसपछि मैले मेरो बुढालाई पनि खुवाइदिएँ। त्यसपछि बुढाले पनि खान थाल्नुभयो कि। अलि धेरै नै लगेको थियो कि खानेकुराहरू चाहिँ टन्नै लगेको थियो। अनि त्यसपछि के खाम भएर अनि बच्चाले जस्तो पौरोटी खान थाल्यो कि हामी दुईजना चाहिँ। मान्छेहरू चाहिँ टन्नै थिए उता पारिपट्टि पछाडितिर। अनि त्यसपछि यता अगाडि घाममा धेरै हिँडेर होला सायद खानेकुरा पनि धेरै खान मन लागेन कि। सबै खानेकुराहरू चाहिँ ब्यागमा प्याक गरेर थोरै खाएँ। अनि फेरि हामी बुढाबुढी चाहिँ फर्किन थालेँ। फेरि तल झर्नुपर्छ नि त ओह्रालोमा फेरि झर्नै सकिँदैन, लास्ट गाह्रो लाग्छ कि। उकालो छ जसो तसो गयो ओह्रालो झर्नु चाहिँ लास्टै गाह्रो लाग्छ कि खोइ किन लाली गुराँसको फुलहरू कति राम्रो फुलिरहेको कि। अनि हामी चाहिँ सिधी झर्दैछौँ तलतिर है। म चाहिँ भिडियो बनाउँदै तलतिर झर्दै चाहिँ अनि मलाई चाहिँ मेरो बुढाले बोलाइरहनु भएको रहेछ। अनि मैले चाहिँ पछाडि फर्केर त मेरो बुढा चाहिँ ढोग्न थाल्नु भएछ। अनि मैले चाहिँ मेरो बुढालाई के माग्नु भयो त बुढा ढोगेर भन्दाखेरि मागेको चिज भन्नुहुन्न कि मेरो बुढी भनेर हाँस्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। सबै भिडियो हेरेर सपोर्ट गरिदिनु होला। फेरि पनि हामी अर्को मिनी ब्लगमा भेट्नेछौँ भन्दै सबैजनालाई बाई।